धन्यवाद प्रवीण सर। आज यो आइक्यानले अर्गनाइज गरेको यो प्रोग्राम जुन छ यसका अध्यक्ष अनि उपाध्यक्ष सम्पूर्ण पदाधिकारीज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो नमस्कार सर र बोलाएर मौका दिनुभएकोमा आइक्यानलाई धन्यवाद छ। अघि धेरै कुरा निल सरले राखिसक्नु भएको छ। मैले पनि अर्थशास्त्रीको रूपमा बुझेको बजेट भन्दा बित्तिकै तीनटा कुरा, एउटा खर्च विनियोजन, एउटा चाहिँ राजस्व, त्यसपछि ऋण, सार्वजनिक ऋण, तीनटा हो। तर बजेट पोलिटिकल डकुमेन्ट पनि हुँदाखेरि अलिकति पोलिटिकलका कुराहरू र सबै कुरा समेट्दाखेरि, सबै सेक्टर समेट्दाखेरि धेरै कुराहरू समेटिने लामै हुने अर्थमन्त्रीज्यूलाई झन्डै 2-3 घण्टा बजेट भाषण गर्न लाग्ने गरेका छ। त्यसपछि अर्को कुरो कस्तो छ भने बजेटमा सैद्धान्तिक रूपमा हेर्दा खर्च विनियोजनका कुरा, राजस्व र ऋणका कुरा हुनुपर्ने, यहाँ धेरै नीतिगत कुराहरू पनि आउँछन्। राष्ट्रपतिले पनि नीति तथा कार्यक्रम भन्ने, फेरि बजेटमा पनि कतिपय दोहोरिने, कतिपय फेरि नयाँ पनि आउने हुन्छन्। अनि यो प्री बजेट पोस्ट बजेट डिस्कसन क्रममा विभिन्न एङ्गलबाट बजेटलाई विश्लेषण गर्न सकिने, यो धेरै ठुलो छ। वक्तव्य मात्र नभएर अर्को रेड बुकहरू, आर्थिक विधेयकका कुराहरू पनि पर्ने र धेरै पाटामा छलफल गर्न सकिने हुन्छ। अघि निल सरले राजस्वका पाटाबाट कति परे कति परेनन्, के परे भन्ने कुरा राख्नुभयो। मैले पनि यो बजेटलाई दुईटा एङ्गलबाट केही कुरा राख्न चाहन्छु। मैले सकेसम्म आधी घण्टामा सक्न चाहन्छु, किनभने आधी घण्टा अलिक अगाडि गइसकेको पनि छ। एउटा चाहिँ अक्षरका आधारमा, टेक्स्टको आधारमा, अर्को चाहिँ अङ्कका आधारमा, दुईटा एङ्गलबाट केही कुरा यहाँ भन्न चाहन्छु, मेरा भ्यूहरू राख्न चाहन्छु। धेरै त टेक्स्ट आइसकेको छ। अघि मैले जस्तो अर्थमन्त्रीले भाषण गरेको कुरा पनि धेरैले सुनिसकिएको स्थिति छ, टेक्स्ट पनि धेरैसम्म पढिसकेको स्थिति छ र त्यसका बुझाइहरू चाहिँ फरक हुन सक्छन्, त्यसका अर्थहरू फरक हुन सक्छन्। पक्कै पनि बजेट वक्तव्यमा आउने कुराहरू प्रत्येक अक्षरको पनि अर्थ छ, त्यसको पनि प्रभाव छ र त्यो अनुसारको पक्कै पनि बजेट वक्तव्य ड्राफ्ट गरिया हुन्छ। त्यस कारणले प्रत्येक शब्दलाई पनि केलाउनु पर्ने हुन्छ, त्यसका कुन मिनिङहरू खोज्नुपर्ने हुन्छ, त्यसको प्रभावहरू हेर्नुपर्ने हुन्छ। त्यसपछि अङ्कको कुरो त भइ नै हाल्यो। त्यसपछि अर्को पाटो, राष्ट्रको पाटो म त्यति टच गर्दिनँ। करका दरहरू यहाँ धेरै चार्टर्ड एकाउन्टेन्ट साथीहरू हुनुभएको होला, सबभन्दा बढी ट्याक्ससँग डिगिङ गर्ने, ट्याक्सका रेटसँग डिगिङ गर्ने, हिसाब किताब गर्ने यहाँहरू नै भएको हुनाले म फेरि त्यसमा त्यति नलेज राख्दिनँ। यति भन्दै म अब त्यस कारणले पहिला त के छ त अलिकति नीतिगत कुराहरू, केही महत्त्वपूर्ण क्षेत्रहरूमा भएका शब्दहरू केलाउने र त्यसपछि आकार अङ्क केलाउने थोरै कोसिस गर्छु। अब कृषिबाट सुरु गरौँ। कृषिको महत्त्वको सन्दर्भमा कुरा गर्दाखेरि अब यो कृषि क्षेत्रको धमिल देखिने रहेछ, टाढा हुँदो रहेछ। अब यो कृषि क्षेत्रमा धेरै कुराहरू समेटेको छ। कृषि क्षेत्रको सन्दर्भमा कतिपय कस्तो छ भने अलि हो, यता राखिदिनु भयो, थोरै अझै टिल्ट गर्नु त, आँखा अलिक कमजोर छन्। यो होइन, हाम्रो फेरि नीति कस्तो छ भने कतिपय मैले त्यही आफ्नो केही भ्यू राख्न खोजेको। स्टेटमेन्ट एकदमै राम्रो छ। बजेट हेर्नुभयो भने त्यो सल्ल बगेको छ, सबै शब्दहरू राम्रा छन्, अर्थ होइन, त्यसको कुनै खोट लाउनु पर्ने ठाउँ छैन। तर कतिपय कुराहरू यति भेग छन्, हामी कसरी गर्छौँ भन्ने कुराहरूको स्पष्टता छैन। अनि बजेट सकिँदा पनि अर्को वर्ष लाग्दा पनि फेरि अर्का शब्दहरू खोज्छौँ, अर्का सेन्टेन्सहरू राख्छौँ र फेरि फेरि छलफल गर्छौँ, प्री बजेट गर्छौँ, पोस्ट बजेट गर्छौँ। यसै गरी हाम्रो केही वर्षहरू बितिरहेको आफै पनि अनुभव गरिरहेको छु। अब यहाँ एउटा शब्द अगाडिको सेन्टेन्स छ, कृषि क्षेत्रको व्यवसायीकरण यान्त्रिकरणको गरी उत्पादन र उत्पादकता वृद्धि गरिने। यो एकदम राम्रो सेन्टेन्स छ। तर यसमा के गरिने भन्ने कुराको स्पष्टता त्यति देखिँदैन। अर्को वर्ष भन्नको लागि पनि यही शब्दहरू काफी छन्। त्यस्तै स्थानीय स्तरमा उत्पादित स्वस्थ र पोषणयुक्त खाद्य वस्तुको उपभोग प्रवर्धन गरिने, प्रत्येक नीतिका कार्यक्रम हुनुपर्छ जस्तो लाग्छ। त्यस्तो किसिमले भए जस्तो चाहिँ लाग्दैन। अर्को मैले अहिले के भनेको छु, यी सबै यदि बजेट बनाइया छैन भने पनि बजेट आइसकेपछि अब यसको कार्यान्वयन गर्ने के चाहिँ एक्सन हो त, त्यो नीतिलाई के चाहिँ कुरा गरेर त्यो कुरा चाहिँ हुने हो भन्ने कुराहरू बनाएर एउटा किसिमको स्कोरिङ, कार्यान्वयन स्कोरिङ गर्नुपर्छ जस्तो लाग्छ। त्यो अर्थ मन्त्रालयको नेतृत्वमा लाइन मिनिस्ट्रीहरूले गर्ने हो भने धेरै राम्रो हुने थियो। यी जुन सेन्टेन्सहरूको धेरै अर्थपूर्ण सेन्टेन्स छन्, धेरै महत्त्वपूर्ण सेन्टेन्स छन् र धेरै उपयोगी सेन्टेन्स छन्। त्यसको त्यो त्यति भएको विगतका अनुभवले मैले पाइरहेको छैन।
खाद्य सम्प्रभुता प्रत्याभूत गरिने भनेको छ। अब यो पनि राम्रै सेन्टेन्स छ र कसरी हुन्छ। अनि कृषि क्षेत्रमा आर्जित अतिरिक्त श्रम शक्तिलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गरिने। अहिले यो सेन्टेन्स अलिक कन्ट्राडिक्सन छ अहिलेको सन्दर्भमा। कुनै बेला कस्तो थियो भने धेरै मान्छे कृषिमा आर्जित हुने अनि त्यहाँको पर क्यापिटा कम हुने, प्रोडक्टिभिटी कम हुने र ट्रान्सफर्म गर्नुपर्छ भन्ने मान्यतामा लुइसका मोडेलहरूका आधारमा हो। तर अहिले कृषि क्षेत्रमा श्रम अभाव भइरहेछ, श्रमिक पाइँदैन। धेरै जग्गाहरू बाँझो भएको अवस्थामा त्यहाँ सरप्लस लेबर छ भन्ने कुरोहरू नहुन सक्छ। अहिलेको जुन माइग्रेसन प्याटर्नले गर्दाखेरि सरप्लस लेबर अहिले एग्रिकल्चरमा छ जस्तो लाग्दैन, त्यो छ। अनि अब अर्को सामूहिक सहकारी र निजी फर्म मार्फत खेतीयोग्य भूमिको अधिकतम उपयोग गरिने। एकदम राम्रो सेन्टेन्स छ। कसरी गर्नेछौँ, कसरी तिनवटा सेक्टरलाई कसरी मर्ज गर्छौँ। सहकारी आफ्नै डाइरेक्सनमा, आफ्नै धुनमा र आफ्नै समस्यामा परिरहेछ। निजी क्षेत्रको प्रतिनिधित्व पनि गर्दै हुनुहुन्छ। निजी र सहकारीको कोलाबोरेसन कुन हदसम्म हुनसक्छ। त्यसपछि सामूहिकका कुराहरू हामी कति सामूहिकतामा विश्वास गर्छौँ, कति हाम्रो समूह त्यति सफलताका उदाहरणहरू चाहिँ छैनन्। मैले केही निलो रहेको कुरालाई मात्रै मैले अलिकति जोड दिएँ, अरू कुराहरू बजेटमै भएको हुनाले त्यति मैले फोकस गरिनँ। आत्मनिर्भर हुने गरी ठोस कार्यक्रम कति राम्रो छ। खाद्यान्न, तरकारी, फलफुल, दुध, यो भन्न लागेको पनि धेरै वर्ष भएको छ। यो दोहोऱ्याइरहेको स्थिति छ। ठोस कार्यक्रम के हो त्यो बजेटको स्टेटमेन्टमा त देखिँदैन, सायद रातो किताबमा पनि देख्न गाह्रो हुने स्थिति हुन्छ। अनि त्यस्तै अरू पनि राम्रा छन्। अब यो न्यूनतम मूल्य राम्रो छ। 15 दिन अगावै यो कार्यान्वयनमा गयो भने यसलाई धेरै काम गर्नु पर्दैन, यो स्टेट फरवर्ड लागू गर्न सकिन्छ। कतिपय सेन्टेन्सहरू तुरुन्तै लागू गर्न सकिने छन्, खासै कम्प्लेक्स छैनन्, किनभने भनेपछि गर्न सकिने विषय छन्। तर 15 दिन अगाडि समर्थन मूल्य तोक्दै गर्दाखेरि त्यसको खरिद गर्ने क्षमता पनि चाहिन्छ। फेरि अहिले हिजो मात्रै चैते धानको न्युज आइरहेछ, उसले जुन मूल्य तोकेको छ सरकारले त्योभन्दा कम मूल्यमा बजारमा बिक्री भइरहेछ। तर सरकारसँग त्यो क्षमता छैन कि त्यो खरिद गर्ने। खाद्य संस्थानलाई दिने जिम्मा दिने भनिएको छ, त्यो चाहिँ हुन सकिरहेको छैन। अर्को चाहिँ यो मासु निर्यातको सम्भावना अहिले बढेर गएको छ। BRI-सँगको सम्झौतापछि धेरै प्रयासहरू अहिले सुरु भएको छन्, त्यो राम्रो छ। यसमा ठुला फर्ममा पशुपालन र गुणस्तरीय मासु उत्पादनमा जोड दिने भनिएको छ। जोड दिने धेरै जस्तो हाम्रो शब्दहरू के हुन्छ भने जोड दिने, प्रभावकारिता बढाउने, प्रोत्साहन दिने, त्यसभित्र के पर्छ त्यति क्लियरिटी आउँदैन। मैले केही हाइलाइट यतातिर कार्यक्रमहरू राखेको छु, त्यसमा त्यो जोडिएको कार्यक्रम के छन् त भन्दा त्यही धेरै कार्यक्रम फाटीफुट्टीमा देखिन्छन्। जति नीतिगत कुराहरू छ त्यससँग जोडिएका कार्यक्रमहरू कमै छन्। त्यस कारणले मैले अस्ति एउटा कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्धन गर्ने, अहिले धेरै बाँझो जमिन छ, एकदम राइट सेन्टेन्स हो। तर वास्तवमा गएर भोलि प्र्याक्टिसमा के गरिन्छ त भन्ने कुरामा त्यति क्लियरिटी छैन। तर सेन्टेन्स आफैमा फेरि एकदमै राम्रो छ। र प्रारम्भिक कृषि प्रवर्धन कार्यक्रम भनेको छ, त्यो पनि 40 करोड विनियोजन गरेको स्थिति छ। त्यसपछि अर्को यो इकोसिस्टम विकास गरी, बजारको सुदृढ इकोसिस्टम विकास गरी युवाहरूलाई कृषिमा अहिले एकदम खाँचो भएको विषय हो। तर कसरी गइन्छ त्यो कुरा हेर्नै बाँकी छ। अनि अर्को लाभ लिन सक्ने गरी नतिजामुखी बनाइने। अनि अर्को यहाँ कृषि उपजको सुरक्षित ढुवानी भण्डारण सहज बजारको लागि सरकारी निजी क्षेत्रको सहलगानीमा पूर्वाधार विकास गरिने। सबै सेन्टेन्सहरू आफैमा नराम्रो छैनन्, धेरै घतलाग्दै खालका छन्। त्यसलाई कसरी ट्रान्सलेट गरिन्छ भन्ने कुराहरू छ। त्यसपछि केही बाँदर बन्देलका कुराहरू आछन्, त्यो पनि अहिले भएकै आवश्यकताकै कुराहरू छ। र नस्ल सुधारका कुराहरू, महामारी नियन्त्रण, यी कुराहरू जुन जति छ राम्रै छ। म सर्टकटमा गएँ। अर्को भूमि व्यवस्था सहकारीको कुरा, यहाँ कृषियोग्य भूमि बाँझो राख्न नपाइने नीति एकदम सान्दर्भिक छ। अहिले धेरै जसो पहाडी क्षेत्रमा कृषियोग्य भूमि बाँझो छ। तर यदि भन्दैमा त बाँझो नरहने हो कि होइन, प्रोत्साहन के गरिने हो, कसरी त्यहाँ भूमिलाई बाँझो नराखिने हो भन्ने कुरा क्वेसन मार्क हुनसक्छ। यससँग जोडेर भूमि ब्याङ्कको कुरा गरिएको छ। भूमि ब्याङ्कको कानुनमा आइसकेको धेरै भइसकेको छ, 3-4 वर्ष भइसक्यो। भूमि ब्याङ्क कानुनमा जान सकेको छैन। अहिले 100वटा पालिकामा भूमि ब्याङ्क स्थापना सुरु गर्छु भनेको छ। त्यो राम्रो कुरा हो। त्यो कार्यान्वयनमा गयो भने यो कृषि भूमि चाहिँ बाँझो राख्ने अलिक कम हुनसक्छ। त्यो मेकानिजम कसरी जान्छ, भूमि ब्याङ्कको कार्यान्वयन कसरी जान्छ भन्ने कतिपय अवस्थामा हाम्रो कस्तो हुन्छ, कन्सेप्ट राम्रो भयो भने कार्यान्वयनमा जाने बेलासम्म डिस्टोर्सन आइसकेको हुन्छ, विभिन्न किसिमले आउने अनि रिजल्ट चाहिँ फरक आउने स्थिति हुन्छ। यहाँ भूमि ब्याङ्कको कुराहरू गरे। त्यस्तै अब यो एउटा राम्रो छ, ब्याङ्क तथा सहकारी संस्थामा फुकुवा गर्दा अनलाइन गरिने एकदम राम्रो छ। यसलाई धेरै गाह्रो नपर्ला, यो चाहिँ गर्न सकिने नै देखिन्छ।
अर्को बचतकर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापना, यसलाई अलिकति पैसा दिनुपर्ने हुन्छ, बजेटमा ठ्याक्कै रातो बुक हेरिया छैन, पैसा छ कि छैन भन्ने कुराहरू चाहिँ हुनसक्छ। यो भन्दै आएको यो उच्च स्तरीय सुधार आयोगले पनि भनेको विषय हो। मैले उद्योग व्यापारमा अहिले धेरै फोकस गरेको छ। अहिले पनि यहाँ लगानी प्रवर्धन गर्नलाई अहिलेको बजेटले धेरै जोड दिएको छ। निजी लगानी प्रवर्धन गर्न धेरै निजी क्षेत्रले माग गरेका कुराहरू गरेको स्थिति छ र सहज पार्न खोजेको छ। अघि भने जस्तै धेरै कुराहरू अझै गर्न बाँकी चाहिँ छ। यसमा पनि एकदम राम्रो स्टेटमेन्ट छ, औद्योगिक उत्पादन तथा उत्पादकत्व वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाइने, एकदम फाइन स्टेटमेन्ट छ। तर अहिले हाम्रो हैन जीडीपीमा कन्ट्रिब्युसन एकदम कम भएको अवस्थामा कसरी गरिन्छ भन्ने कुराहरू, यसको अझै स्पेसिफिक धेरै कुराहरू छैनन्, केही कुराहरू त छ। अर्को त्यस्तै नीतिगत स्थायित्व, लगानीको सुरक्षा, असल औद्योगिक सम्बन्ध कायम गरी औद्योगिकरणलाई तीव्रता दिने, तीव्रता भन्ने शब्द राखिएको छ कि यस्तो फास्ट जाने किसिमको अपेक्षा गरिएको छ। तर त फास्ट जान्छ कि जाँदैन, त जाने ब्याकग्राउन्ड बनाइएको छ कि छैन भन्ने कुराहरू चाहिँ छैन। शब्द, यी सबै शब्दको अर्थ वास्तवमा स्टेक होल्डरले खोज्ने चाहिँ हुन्छ। अनि अर्को उत्पादित वस्तु र सेवाको ब्रान्डिङ गरिने भनेको छ, त्यो पनि राम्रै छ। लघु घरेलु साना उद्योग हो, त्यो चाहिँ सेन्ट्रल लेभलबाट कति सम्भव हुन्छ। अहिले वास्तवमा यस्ता ब्रान्डिङका काम प्रदेश स्थानीय तहले गर्दा उपयुक्त हुन्छ। कतिपय सायद यहाँ भएका व्यवस्थाहरू यहाँ बजेटमै भनिरहनु नपर्ने पनि हुनसक्छ। अर्को किनभने अब हाम्रो 761वटा बजेट बन्छन् अहिलेको अवस्थामा, केन्द्रको मात्रै बजेट बन्दैन, अर्को 760वटा सरकारले पनि बजेट बनाउने हुन्छ। अर्को नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवर्धन गरिने, एकदम अहिले स्टार्टअप अघि कुन कुरो आयो स्टार्टअप। अब भैँसी पाल्नेलाई स्टार्टअप बनाएको छ अहिले, अनि गाई पालनलाई स्टार्टअप बनेको स्थिति छ। अघि भनेपछि स्टार्टअप के हो त, इनोभेटिभ हो हुनुपर्ने हो जस्तो लाग्छ। कुनै नयाँ अहिले भइ नरहेको नयाँ कुरो, त्यो फेरि नयाँ कुरो भन्दा एकदम नयाँ कुरो पनि हुन्छ, नयाँ विधि पनि हुनसक्छ, नयाँ मेथड पनि हुन्छ। त्यही गाई पालन पनि नयाँ मेथडबाट हुनसक्छ, फेरि त्यही विषय भए पनि नयाँ वेबाट हुनसक्छ, नयाँ प्रडक्ट बनाउने हुनसक्छ, नभइरहेको प्रडक्ट चाहिँ बनाउने कुराहरू हुनसक्छ। ती कुरा गर्नुपर्ने छ। तर अहिले कतिपय पुरानै कुराहरू पनि छन्। तर अहिले बजेट चाहिँ 73 करोड मात्रै छुट्याएको छ स्टार्टअपलाई 3% ब्याज दिने। गएको यो चालु वर्ष चाहिँ 1 अरब छ, 561 त्यस्ता उद्यमीहरूले ऋण पाउन लागेको स्थिति छ असारसम्म। यो घटेको छ। अनि यो भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम छ, यो राम्रै कार्यक्रम हो। यो त पहिलाको ट्रेडिसनल हाम्रो परम्परागत सिपहरूलाई व्यवसायीकरण गर्नको लागि उपयोगी हुन्छ। त्यस्तै एकल बिन्दुबाट सेवा सम्पादन हुने व्यवस्था, सबै कुरा यो एकदम राम्रो छ। हुन सक्यो भने गर्न सकिने विषय पनि हो जस्तो लाग्छ। अहिलेको आइटी सिस्टममा त्यति गाह्रो छैन। अनि केही जस्तै यो औद्योगिक क्षेत्रको लागि भाडा छुट दिने, अनि निर्यात गरेमा उद्देश्यहरू मानिने धेरै कुराहरू छ। अहिले एकल बिन्दु लगानी बोर्डलाई एकल बिन्दु सेवा केन्द्रहरू गर्ने, यी कुराहरू छन्। यी गर्न सकिने विषय नै छन्। यी चाहिँ राम्रै विषयहरू छन् गर्न सकिने किसिमको। अनि प्रत्यक्ष वैदेशिक लगानीको लागि नेपाललाई उत्कृष्ट गन्तव्य स्थलमा विकास गरिने भनेको छ। अघि निरजजीले भन्दै हुनुहुन्थ्यो एफडिआई त चाहिन्छ, कति आकर्षित हुन्छन्, यति भन्दैमा आकर्षित हुने हुन् कि होइनन्। त्यसको लागि अरू विभिन्न कुराहरू गर्नुपर्ने, एफडिआई इन्भेस्टरले के खोजिरहेछ त भन्ने सन्दर्भमा ती कुराहरू सम्बोधनहरू, इभन डोमेस्टिक इन्भेस्टमेन्ट पनि राम्रोसँग प्रमोसन हुन नसकिरहेको अवस्था चाहिँ फेरि छ। केही एकाध दुई उदाहरणहरू त्यसमा पनि दिन सकिन्छ। अर्को एङ्कर इन्भेस्टमेन्ट मैले त्यति बुझेको छैन, एङ्कर इन्भेस्टमेन्ट नीति लिनेछ भनिएको छ। अब कानुनी सुधारका कुराहरू धेरै ठाउँमा कानुनी सुधार गरिरहेको छ। हाम्रो कानुनी सुधार यति ढिलो हुन्छ, हामी सबै कानुन हेऱ्यो भने वर्षौँ लाग्छ। एउटा लगानीकर्ता त कानुन सुधार हुन्जेलसम्म वेट गरेर बस्न सक्ने अवस्था चाहिँ छैन। अनि यो अहिले बाहिर खोलेको छ, बाहिर निर्यात, उच्च स्तरीय आर्थिक सुझाव आयोगले पनि दिएको थियो। हामी अब अलिकति ग्लोबलाइज इन्टिग्रेटेड भएको अवस्थामा बिस्तारै बाहिर लगानी खोल्नुपर्छ भन्ने सन्दर्भमा केही आइटीको लागि केही समय पहिला खोलेको थियो भने अहिलेको बजेटले अन्य निर्यातकर्ताहरू, निर्यात कम्पनीहरूलाई पनि केही खोलेको स्थिति छ। यो राम्रो हो, एक स्टेप वन स्टेप अहेड हो। र वास्तवमा ग्रेजुअली हामीले बाहिर आउटवर्ड लगानी पनि खोल्ने, इनवर्ड लगानीलाई पनि ओपन अप गर्दै जानुपर्छ। हामी कन्ट्रोल रेगुलेट पनि गर्ने, होइन, मोनिटरिङ पनि गर्ने र खोल्दै पनि जानुपर्ने हुन्छ। क्लोज भएर होइन बस्न उपयुक्त छैन। अनि यो खानीजन्य नदीजन्य पदार्थको कुरा पनि गरेको छ, त्यो राम्रो हो। आन्तरिक उपभोग र निर्यात गर्ने, यसको लागि सायद मुद्दा पनि परिसक्यो के अरे, केही समय अगाडि पनि आएको धेरै विरोध भएको थियो। वास्तवमा अहिले यो हामी होइन धेरै खोलाहरूमा, धेरै वन जङ्गलहरूमा रिभर बेड बढेर अर्को समस्या निम्ताएको छ। धेरै हामीसँग पहाडहरू भएको अवस्थामा वातावरणलाई खलल नपुर्याइकन हामीले निर्माणजन्य सामग्री
उत्खनन गर्न सकिने र बिक्री गर्न सकेर निर्यात पनि बढ्ने, हाम्रो जस्तो निर्यात जुन कमजोर छ त्यो अवस्था हो। तर धेरैले यसलाई विभिन्न ढङ्गले इन्टरप्रेट गरेर यसलाई चाहिँ हामीले अगाडि बढाउन सकिरहेको छैनौँ। वास्तवमा जुन देशमा जे स्रोत छ त्यसैकै यो उपयोग गर्ने हो। हामीसँग भएको स्रोत उपयोग नगरेर हामीले पेट्रोलियम पदार्थ खन्न गएर त पाउँदैनौँ। त्यो स्थिति चाहिँ धेरैले अझै पनि नबुझ्या हो कि त्यसलाई चाहिँ कन्ट्रोभर्सीमा लगेको चाहिँ छ। यो केही समय अगाडि 3-4 वर्ष अगाडि अहिलेकै अर्थमन्त्रीज्यूले ल्याउँदाखेरि यो धेरै विरोध भएर अदालतमा गएर रोकिएको केस थियो। अरू बौद्धिक सम्पत्तिको कुराहरू गरिरहेछ। अनि यहाँ चाहिँ अलिकति राष्ट्र ब्याङ्कको कार्यक्षेत्रलाई पनि एज ए सुपर रेगुलेटरको रूपमा होला केही कुरा भनेको छ, कार्यशील पुँजी गर्दा उपलब्ध गराउन सहजीकरण गर्ने भन्ने कुराहरू। अनि पेट्रोलियम पाइपलाइनका कुराहरू जोडतोडको साथ आएको छ र केही हुँदै पनि गएको छ। तर अहिले हामी इभी इलेक्ट्रिसिटीमा गइरहेको अवस्थामा कति आवश्यक पर्ने हो भन्ने कुराहरू पनि केही आइरहेका छन्। थोरै टुरिज्मको कुरा गर्दा टुरिज्मको लागि पनि हाम्रो एउटा वान अफ द कम्पेरेटिभ एडभान्टेज भएको सेक्टर हो। विशेष अब छिमेकी मुलुकलाई पर्यटन लक्षित गरी प्रबन्धनका विशेष प्याकेज सञ्चालन गरिने भनेको छ। त्यो विशेष प्याकेज भनेको चाहिँ के हो, यो बजेटबाट मात्रै क्लियर चाहिँ हुँदैन। विशेष प्याकेज वास्तवमा यो कार्यान्वयन गर्ने बेलामा विशेष प्याकेजलाई यो भने उपयुक्त मान्न सकिएला। अनि गन्तव्यको विकास निजी क्षेत्रको लगानी आकर्षित गरिने भन्ने छ। यहाँ निजी क्षेत्रबाट हुनुहुन्छ, अहिले प्यानल डिस्कसनमा कुरो आउला। अब यति भन्दैमा निजी क्षेत्र पर्यटकीय गन्तव्यको विकास चाहिँ जान्छ कि जाँदैन भन्ने कुराहरू छन् र ब्रान्डिङ गर्ने भन्ने कुराहरू छ। कतिपय पहिलेदेखि भन्दै आएका कुराहरू आइरहेको छ। अनि यो पर्यटन पूर्वाधारको लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने यो एकदम राम्रो छ, राम्रो स्टेटमेन्ट हो। तर जमिन सरकारको जमिन प्रयोग गर्ने अनि वन प्रयोग गर्ने काम धेरै जटिल खालको चाहिँ अहिलेसम्म छ। वन युज गर्नु पर्यो भने साह्रै लामो प्रक्रिया लाग्ने, धेरै स्वीकृति लिनुपर्ने कुराहरू छन्। र एउटा राम्रो चाहिँ होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सर आयकर तथा विद्युत महसुल छुट दिने भने चाहिँ यो फेरि लागू गर्न सकिन्छ, त्यति गाह्रो कुरो होइन, लागू गर्न सकिने विषय हुन्। अरू केही कार्यक्रमहरू छन् विभिन्न ठाउँको पूर्वाधार विकास गर्ने। अब आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने भनेको छ। यो चाहिँ के हो त गर्ने यसभित्र? यो नीति राम्रै छ, तर यसभित्र गरिने के हो? पर्यटन पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय हब, विमान चल्न सकिरहेको छैन, यो एकदम राम्रो स्टेटमेन्ट छ। तर हब बनाउनु अब चाहिँ गर्ने के हो चाहिँ हामीले अब वास्तवमा स्टेक होल्डरले क्वेसन रेज गरिरहनु पर्ने अवस्था चाहिँ छ। यो स्टेटमेन्ट भने भने गर्नु पर्यो। गर्ने हो भने पर्यटक हब बनाउने खोजेको पनि त्यही नै हो। अनि केही नयाँ विमानस्थल छन्। अहिले धेरै झन्नै 2 दर्जन विमानस्थल इनएक्टिभ भएर बसेका छन् र अहिले भनेको छ बजेटले, उच्च स्तरीय सुधार आयोगले पनि दिएको थियो। त्यस्ता पहिला विमानस्थल बनिसके प्लेन चल्दैनन्, एकदम आइडियल भएको छ, रिसोर्स खेर गइरहेछ। त्यसको लागि वैकल्पिक प्रयोग गर्ने गरी कतिपय प्र्याक्टिस गर्नको लागि अथवा प्याराग्लाइडिङहरू केही हुनसक्छ कि वैकल्पिक प्रयोग गर्नुपर्छ भनेर सुझाव दिएको स्थिति छ। नत्र भने हाम्रो पूर्वाधारहरू बनेनन् भन्नुपर्ने, बनिसकेपछि पनि उपयोगमा नआउने, त्यसले कुनै रिटर्न जेनेरेट नगर्ने स्थिति चाहिँ रहेको छ। त्यस्तै यहाँ अर्को यो भैरवा र पोखरालाई एकदम चल्न सकेन हाम्रो विमानस्थल बनेर पनि, त्यसको लागि थप प्रोत्साहन र सहुलियत दिने भनेको छ। ठ्याक्कै यही भनेर किटानी चाहिँ छैन। केही समय अगाडि प्रयास पनि भएको थियो, त्यति बन्न सकिएको छैन। अर्को वैकल्पिक विकास वित्तको प्रयोग गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यो चाहिन्छ। वास्तवमा हाम्रो फास्ट ट्र्याकको उपयोगिताको लागि पनि निजगढ चाहिन्छ, तर वैकल्पिक विकास वित्तले मात्रै सम्भव हुन्छ कि हुँदैन भन्ने कुराहरू छन्। अर्को नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्विक महत्त्वको सम्पदा संरक्षण गरिने भनेको छ। यसले के दिन्छ भने अहिलेसम्म गरिएकै रहन्छ भन्ने जस्तो भानिदिन्छ। कतिपय सेन्टेन्सहरू कुरा नगर्दा पनि हुन्थ्यो कि भन्ने जस्तो पनि लाग्छ। यो त गरिरहनु पर्ने कुरो, निरन्तर गरिरहनु पर्ने, सरकारको भूमिका निर्वाह गरिरहनु पर्ने कुरोलाई बजेटमा भनिरहनु पर्ने अवस्था नआउँथ्यो होला। मलाई लाग्छ यो 1/3ले यो बजेट स्टेटमेन्ट घटाउन सकिन्छ। अनि वन तथा वातावरणको कुरोमा धेरै राम्रो कुरा राखेको छ। अहिले वन तथा वातावरण देखिएका समस्या सम्बोधन गर्न कोसिस गरेको छ। यो सम्भव भयो भने अहिले धेरै विकासका कामहरू वनसँग गएर ठोकिने, वनमा गएर रोकिने र वनबाट थ्रो नहुने स्थिति चाहिँ छन्। यदि यो भनेका स्टेटमेन्टहरू, अहिले बजेटमा राखेका स्टेटमेन्टहरू साँच्चै कार्यान्वयनमा गयो भने त्यो समस्या समाधान हुन्छ। धेरै निजी लगानीदेखि लिएर इभन सरकारी आयोजनाहरू पनि वनमा गएर ठोकिएर वनबाट निकास पाउन नसकेको स्थिति छ। अहिले यहाँ सुकेका ढलापडाहरू सङ्कलन गरी प्रयोगमा ल्याइने भनेको छ। वन क्षेत्र भोगातिर दिँदा नापजात गरेका रुखहरू कटान गरे अघि पुनः नापजात गर्नुपर्ने व्यवस्था हटाइने। थोरै अलिकति त्यो हाँगा बढ्यो भने पनि समस्या आउँछ भन्छन्। सुरुमा गर्दाखेरिको एउटा अवस्था र पछि त रुख त ग्रो हुन्छ, बढ्दै जान्छ, पछि गएर त त्यसको स्वरूप चेन्ज हुन्छ, अनि फेरि पुनः गरिरहनु पर्ने समस्याहरू छन् भन्ने कुरो छ। म त्यति सिधै भुक्तभोगी त होइन, सुनेका कुराहरू हेर्दाखेरि।
अर्को चाहिँ यो सिजनिङ उद्योगहरू अनि भेनियर उद्योगहरूलाई प्रमोट गर्न खोजिएको छ, त्यो राम्रो छ। प्रोत्साहन गर्ने भनेको छ। पुष्पलाल मध्यपहाडी राजमार्ग आसपास फर्निचर उद्योग स्थापना गर्न प्रोत्साहन गरिने भनेको छ। त्यो प्रोत्साहन शब्दभित्रका लुकिएको कुरो के हो त्यति क्लियर बजेट स्टेटमेन्टमा मात्रै हुँदैन। अर्को यो हात्तीबाट रोक्न सोलर फेन्सिङका कुराहरू गरेका छ, पक्कै पनि केही कार्यक्रममा छन् कि। अनि समुदायसँगको सहकार्यमा फ्रुट फरेस्ट कार्यक्रम राम्रो छ, सञ्चालन गरिने भनेको छ। अब त्यसभित्र के हुन्छ। अनि अर्को यो वातावरण जैविक विविधता संरक्षणमा नकारात्मक असर नपर्ने गरी राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र वन क्षेत्रको प्रयोग र विकास आयोजना कार्यान्वयन गरिने एकदम राम्रो स्टेटमेन्ट छ। यसले यो धेरै समस्याहरू यसले समाधान गर्छ र वन विकास कोषमा राख्ने रकम पनि घटाएको छ। यसले पनि निजी लगानीलाई दायित्व कम गर्छ। अर्को जलवायु कोषहरूको वित्तीय पहुँच अभिवृद्धि गरिने आवश्यकता यो हो, तर क्षमता हाम्रो बनाउन सकिन्छ सकिँदैन, क्षमता भएको जस्तो देखिँदैन हैन। अर्थ मन्त्रालय अथवा राष्ट्रिय योजना आयोगमा यो क्लाइमेट फन्ड एक्सेस गर्न सक्ने क्यापासिटी बनाउनु पर्ने छ। त्यस्तो किसिमको ह्युमन रिसोर्स मैले भएको पाइरहेको छैन। अनि अर्को यो वन तथा वातावरणसँगै छ, परम्परागत बोइलरहरूलाई विद्युतीय प्रविधिमा रूपान्तरण गर्ने यी क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने। यो सहुलियतपूर्ण कर्जा शब्द पनि साह्रै चिफ ढङ्गले प्रयोग गरिएको छ। अहिले भएकै सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान दिन सकिएको छैन। अनि ठाउँ ठाउँमा सहुलियतपूर्ण कर्जा भनिएको छ, कसरी दिइने हो, त्यसको कार्यविधि के हुने हो, अनि भएको हिजोको अनुदान क्लियर गर्न नसकेको अवस्थामा यो कतिको इफेक्टिभली भोलि लागू हुने हो, त्यो कुरा चाहिँ मलाई क्वेसन मार्क जस्तो लाग्छ। तर आफैमा सेन्टेन्स राम्रो छैन। अर्को वन डडेलोको सम्बन्धमा चेतना जगाउने काम पनि केन्द्रीय बजेटमा हालिरहनुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन। यो स्थानीय तहले गरे पनि हुने हो, त्यत्तिकै गरे पनि हुने हो, भनिरहनुपर्ने विषय नै होइन हैन। हामी यति फेरि कमजोर छौँ कि हातमुख धुनुपर्छ भनेर पनि बजेटमा राख्नुपर्ने स्थिति छ, सरसफाइमा ध्यान दिनुपर्छ भनेर कतिपय त्यस्ता कुराहरू पनि छन्। अर्को यो डडेलो लगाउने सूचना दिने निभाउन योगदान गर्ने व्यक्तिलाई पुरस्कार, यो चाहिँ राम्रो छ, यो चाहिँ हुनुपर्छ, किनभने धेरै नोक्सानी भएको छ। सञ्चार सूचना अहिले आइटीमा धेरै जोड दिएको छ, एउटा उद्योगले लगानीले, त्यसपछि आइटीलाई अघि धेरै ट्याक्स छुटका विषयहरू आइटीलाई दिएको छ आइटीको सन्दर्भमा। तर फर्स्ट यो आइटीको सेक्सनभित्रको यो फर्स्ट स्टेटमेन्ट हेऱ्यो भने साह्रै ब्रोड खालको छ। सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच काम गरिने यो संविधानले नै दिएको जस्तो लाग्छ। प्रेस स्वतन्त्रताको सम्वर्धन गरी पारदर्शिता जवाबदेहिता अभिवृद्धि गरिने, नागरिकको व्यक्तिगत स्वतन्त्रता गोपनीयताको हकको रक्षा गरिने, यो बजेटको एक ओनेरको बजेटमा भनिरहनु पर्ने स्टेटमेन्ट हो जस्तो फेरि लाग्दैन, किन संविधानले नै भनेको विषय जस्तो लाग्छ। अनि धेरै इकोसिस्टम विकास गर्ने भनेको छ सूचना प्रविधिको, एकदम राम्रो कुराहरू छन्। अनि यो कृत्रिम बौद्धिकता हैन, आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरू गरेको छ, कसरी यसलाई जान्छ। डिजिटल डिभाइड न्यूनीकरण गर्ने भनेको छ, एकदम राम्रो डिजिटल डिभाइड छ, तर त्यसलाई कसरी कार्यान्वयनमा जान्छ र त्यसभित्र के छन् भन्ने कुरा हो। एआई सेन्टर स्थापना गर्ने भनिरहेछ, तर धेरै बजेट राम्रोसँग यसलाई भएन, कतिपय फरेन डिपेन्डेन्ट भयो भन्ने कुराहरू पनि छन्। हुलाक कार्यालयहरूलाई स्मार्ट हुलाकको गर्ने भनिएको छ, अहिले ट्रान्सफर्मेसन गरेर पहिलाको ट्रेडिसनल हुलाकलाई स्मार्ट गराउने भनिएको छ, त्यो पनि राम्रै छ, तर कतिको हुन्छ। अनि साइबर सुरक्षाको लागि त्रैमासिक रूपमा एडभाइजरी जारी गर्ने भनिएको छ। श्रम रोजगार केही कुराहरू द्विपक्षीय श्रम सम्झौता गरिने भन्ने कुराहरू छन्, यो भनिरहेकै विषय हुन्। फेरि धेरै बढाए पनि छैन, नयाँ बढाए पनि छैन, नेपालीहरू धेरै रिस्क मलेर गइरहेको स्थिति पनि छ। श्रम स्वीकृति सरल ढङ्गले प्रदान गरिने व्यवस्था भइरहेको पनि छ, केही सरल पनि भएको छ, केही अझै हुन बाँकी पनि छ, त्यो गरिरहनु पर्ने कुरा हो। अर्को जीवन चक्रमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने, यो पनि भनिरहेकै विषयभित्र पर्छ सामाजिक सुरक्षामा। र अहिले एउटा सामाजिक सुरक्षामा उमेर अलिकति बढाएको छ 68 बाट 70, त्यो उच्च स्तरीय आर्थिक सुझाव आयोगले पनि दिएको थियो, त्यसले अलिकति सरकारलाई धनी 10 अरबको लागत कम भएको भन्ने स्थिति छ। र यो छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरी समन्वयिक दिगो र व्यवस्थित एकदम राम्रो स्टेटमेन्ट छ। अहिले 87 वटा सामाजिक सुरक्षा कार्यक्रम छन्, 14 वटा धन्य मन्त्रालयहरूले निकायहरूले सञ्चालन गरेका छन्। यसलाई एकीकरण गर्नु त्यति सहज पनि छैन, कोही स्वास्थ्यले चलाइरहेछ, कोही गृहले चलाइरहेछ, कोही शिक्षाले चलाइरहेछ, कोही चाहिँ श्रम मन्त्रालयले चलाइरहेछ, त्यति सजिलो विषय चाहिँ छैन, फेरि गर्नुपर्ने विषय चाहिँ हो। अनि दोहोरो सुविधा दिन पाइने छैन भनेको छ, वास्तवमा कतिपय स्थानीय प्रदेश सरकारहरूले दिएका छन् भने त्यो कसरी मोनिटरिङ हुन्छ, मोनिटरिङ गर्न सक्ने हो भने यो राम्रै स्टेटमेन्ट हो। भौतिक पूर्वाधार पनि धेरै कुराहरू छन्, धेरै कुराहरू अन्डर कन्स्ट्रक्सनको स्थितिमा छ। जलविद्युत सर्वेक्षण उत्पादन प्रसारण वितरण निजी क्षेत्रको लगानी प्रोत्साहन गरिने कुरो पहिले भन्दै आएका कुराहरू हुन्, त्यस्तो नयाँ कुरो चाहिँ छैन, त्यसैलाई रिपिट गरेको स्थिति छ। अब 2 वर्षभित्र रुरल इलेक्ट्रिफिकेसन गरिसक्छु भनेको छ, धन्य 96-97% पपुलेसन पुगिसकेको स्थिति छ।
र भौतिक पूर्वाधारमा धेरै कुरा गरिन। अब यो कूटनीतिक ऊर्जा उत्पादन वृद्धि गरी विद्युत निर्यात गर्न सुनिश्चित गर्न छिमेकी तथा अन्य सम्भाव्य मुलुकहरूसँग कूटनीतिक पहल गरिने राम्रै विषय छ। त्यो गर्न सक्यो भने अहिले विवादमा आएको टेक एन्ड पे अवधारणा छ यो हैन। अब अहिले इपानले जलविद्युत उत्पादकले त विरोध गरिरहेको स्थिति चाहिँ छ। अरू यो अनि यो विभिन्न किसिमको यो विद्युत माग कम हुने समयमा निश्चित युनिटभन्दा बढी खपत गर्ने उत्पादनमूलक उद्योगलाई महसुल दरमा थप छुट दिने व्यवस्था यो उच्च स्तरीय सुधार आयोगले पनि दिएको थियो। यो अफ टाइम र पिक टाइम आधारमा यो महसुल दर निर्धारण गर्नुपर्छ भनेर त्यसैलाई सम्बोधन गर्न खोजेको स्थिति छ। यो केबल कार सञ्चालनलाई प्रोत्साहन गरिने भनेको छ। म फेस गरिरहेको छु एनपिसीमा तीनवटा केबल कारहरू समस्यामा उनीहरू थ्रो हुन सकेका छैनन्। 6-7 महिनादेखि समस्यामा भइरहेको त्यो वनसँग जोडिएको छ। यहाँ प्रोत्साहन गरिने त भनियो तर 6-7 महिनादेखि लगानी हुन सकेका छैन। कहिले कन्ट्राडिक्टरी स्थिति पनि छ। मैले भौतिक पूर्वाधारमा धेरै गइनँ। शहरी क्षेत्रमा मास ट्रान्सपोर्ट सञ्चालन गरिने एकदम राम्रो छ, सकिने योग्य होइन। रिफ्रेस सेन्टर सञ्चालन गरिने कुराहरू राम्रै छ। चार्जिङ स्टेसन अहिले भइरहेछ नि क्षेत्र प्रोत्साहित भएको स्थिति छ। अर्को यातायातलाई आधुनिक यो सार्वजनिक यातायात प्राधिकरण धेरै वर्षदेखि भनिएको कुरा हो, हुन सकिरहेको छैन। सबभन्दा अलि सुधार नभएको क्षेत्रमा सार्वजनिक यो सवारी यातायात पनि छ। मोनोरेल मेट्रो रेल भनिरहेछ, यो त्यति सहज छैन, त्यति हाम्रो क्यापासिटीले भ्याउँदैन। शहरी विकासमा पनि धेरै कुराहरू छ। बस्तीको मौलिक स्वरूप र स्थानीय वास्तुकलाको प्रवर्धन गरिने कसले गर्ने हो, हाम्रो स्टेटमेन्ट हो। स्थानीय तहले गर्ने हो कि कसले गर्ने हो। निजी क्षेत्रको साझेदारीमा व्यवस्थित सहर विकास गरिने, सहर विकासमा निजी क्षेत्र कुन हदसम्म साझेदारी गर्न सक्छ भन्ने कुराहरू छन्। अरू फोहोर प्रशोधनका कुराहरू, साझेदारीका कुराहरू छन्। वित्तीय क्षेत्रमा पनि धेरै कुरा आछ। सुपर रेगुलेटरको हिसाबले होला कतिपय नियामक निकायलाई नै कुनै डाइरेक्सन दिएको स्थिति छ। कानुन सुधारका कुरादेखि संस्थागत सुशासनका कुरा गरी अनि संस्थागत क्षमता अभिवृद्धि गर्ने कुराहरू अनि कतिपय मोनिटरी पोलिसीलाई पनि इन्टरफेयर गरेका विषयहरू पनि यहाँ छन्। र अर्को नियो ब्याङ्क 82-83 भित्रै नियो ब्याङ्क ल्याउने भनेको छ, जबकि यसको लिगल एक्ट पनि छैन, लिगल प्रोभिजन पनि छैन। यसो कन्सेप्चुलाइज बुझ्न पनि बाँकी छ। तर एकदमै डेडलाइन तोकेरै आएको छ। यस्तै डेडलाइन फेरि धेरैमा छैन, धेरै कुरामा छैन, तर यसमा डेडलाइन तोकेरै आएको छ। गर्न सके एकदम राम्रो। निक्षेप तथा कर्जा सुरक्षण कोषको पुनर्विमा यो एकदम जोखिममा थियो, राम्रो कुरो छ। किनभने उसले निक्षेप गरेको छ फेरि लगेर ब्याङ्कमै राखेको छ। आफूले सुरक्षण गरेको जसको निक्षेप सुरक्षण गरेको छ त्यही संस्थामा लगेर आफूले निक्षेप राखेको प्रिमियम राखेको स्थिति छ। र वित्तीय क्षेत्रमा धेरै कुराहरू एउटा उधारो कारोबार कानुन यो उच्च स्तरीय सुधार आयोगले दिएको सुझावभित्र पर्छ। सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार धेरै भयो, हुन सकेका छैन। यी कुराहरू सार्वजनिक संस्थानमा धेरै गइन, यो धेरै अहिले धेरै क्रोनिक छ। वित्तीय व्यवस्था अन्तर्गत लगानी गरे पनि रिटर्न एकदम कम आएको छ। केही संरचना गर्ने सुधार संरचनात्मक सुधार गर्ने भनेको छ, केही नयाँ सरकारी लगानी व्यवस्थापन गरिने भनेको छ। कुराहरू राम्रै छन्। कार्यान्वयनमा जान सक्यो भने एउटा एनटिसीको 30% सेयर बिक्री गर्ने भनेको छ। रिसोर्स मोबिलाइज गर्न राम्रै हुन्छ। वायुसेवा निगम क्रोनिक छ, यसको पनि भनेको छ। सधैँ भनिरहेको हुन्छ बजेटमा चाहिँ यथार्थमा गइरहेको हुँदैन। दुग्ध विकास संस्थानको यो किसानको पैसा दिनै नसकेको संस्थान छ। उच्च स्तरीय सुधार आयोगले यसलाई प्रदेश स्तरीय संस्थान बनाएर 7वटै प्रदेशमा विभाजित गर्नुपर्छ भनेको थियो। राष्ट्रनीति कार्यक्रममा गइन अघि निलले धेरै प्रयोग कभर गरिसक्नु भएको छ। धेरै कुरा छुट दिएको छ। यो छुट दिएको स्थितिले कतिको राष्ट्र सङ्कलन हुन्छ, राष्ट्र सङ्कलनमा प्रभाव पार्छ कि भन्ने पनि छ। तर पनि धेरै सेक्टरहरूलाई प्रमोट गर्नको लागि दिनु पनि पर्ने हुन्छ। ती कुराहरू दिएको छ। म यसमा धेरै समय लिइनँ किनभने समय गएको हिसाबले। एउटा राम्रो कुरो डिजिटल ट्याक्स जुन लागिरहेको थियो, ट्रान्जेक्सनमा ट्याक्स लागिरहेको थियो, त्यो चाहिँ यसले हटाएको स्थिति छ। त्यो धेरै कम्प्लेन पनि आइरहेको स्थिति थियो, त्यो राम्रो छ। अर्को मदिरा बियर सुर्तीमा महसुल दर बढायो, त्यसमा विवाद आएको छ होइन। फेरि के टाइपिङ एरर भन्ने आइरहेछ, त्यसो टाइपिङ एररले क्रेडिबिलिटी चाहिँ घटाउँछ र मदिराको बढ्दाखेरि धेरै अवैध आयात हुने स्थिति र हामी कहाँ मदिराको मूल्य अझै पनि बढी भएर हामी छलफल गर्न जाँदाखेरि बोर्डर एरियामा इन्डियाबाट धेरै अवैध आयात भइरहेछ भन्ने कुरो थियो, त्यो छ। अरू या एउटा राम्रो कुरो चाहिँ अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन र उपकरण भन्सार बिजुमा महसुल सङ्कलन गरे पश्चात नेपालभित्र यात्रा गर्दा सङ्घ प्रदेश स्थानीय तहबाट प्रवेश शुल्क रुट दस्तुर अनि कुनै महसुल उप गर्न नपाइने एकदम राम्रो छ। यो हामी फिल्डमा जाँदाखेरि के देखिएको थियो भने भन्सारबाट छिरिसकेपछि प्रदेशले एउटा तगारो राख्ने, अलि पर गएपछि थानीले राख्ने, अनि उका धनकुटा धरानसम्म कतै पुग्नु परेको छ भने ठाउँ जाँदाखेरि अर्को पालिकाले त्यहाँ महसुल उठाउने गरेको छ। धेरै गुनासो के थियो भने महसुलै उठाउने हो भने एउटै पोइन्टमा उठाइदेऊ नि त, हामीले ठाउँ रोक्न पर्दैन भन्ने पनि थियो। यो राम्रो अहिले व्यवस्था आएको छ। अनि यो एक्जिम कोडको व्यवस्था हटाएको छ। मैले अब थोरै आकार अङ्कमा गएँ, मैले अलिकति टाइम पनि लिएँ किनभने मेन प्रेजेन्टेसनै भएको हुनाले पनि यसमा अब धेरै लिँदिनँ। अब यो आकार हेर्दाखेरि
कस्तो छ भने अब चालु खर्चको डोमिनेन्स छ र यो पुँजीगत खर्च घट्दै गएको छ। अलि रियलाइजेसन हेऱ्यो भने 80-81 मा जम्मा 14% खर्च चाहिँ पुँजीगत खर्च छ यसमा। तर फेरि यसमा अलिकति कन्फ्युज किन हुँदैन भने यो वित्तीय जुन छ लगानी, वित्तीय लगानी संस्थानहरूमा गरेको लगानी पनि पुँजीगत खर्च सरै हो। जस्तै विद्युत प्राधिकरणलाई ट्रान्समिसन लाइन बनाउन दिन्छ, त्यो पनि जोडेर हेर्नुपर्छ। त्यसको धेरै अंश चाहिँ छैन, तर त्यसलाई पनि जोडेर चाहिँ हेर्नुपर्ने हुन्छ। र अहिले बजेटमा 21% भनेको छ, अहिलेको बजेटको एलोकेसन चाहिँ 21% पुँजीगत खर्च भनेको छ। भोलि रियलाइज हुँदा सबभन्दा कम खर्च हुने फेरि यही सेक्टर पर्छ। अरू करेन्ट खर्च चाहिँ हुन्छ, अरू खर्च चाहिँ हुन्छ, तर कम खर्च हुने यही हुन्छ, यही कम हुने। यथार्थमा वास्तवमा अस्तिको 80-81 को हेऱ्यो भने जम्मा 14% कुल खर्चमा पुँजीगत खर्च छ। तर सबै तिनटै सरकारको जोड्यो भने झन्डै 1/3 टोटल खर्चको 1/3 चाहिँ पुँजीगत खर्च छ। फेरि एकदम मिसइन्टरप्रेट गर्नु पनि हुँदैन। यो केन्द्रीय सरकारको पुँजीगत खर्चलाई मात्रै अहिले हेरेर हुँदैन। फेडरल सिस्टममा तिनटै, जस्तै यहाँ वित्तीय समानीकरणमा पठाएको पैसा चाहिँ तल्लो सरकारले झन्डै 50-60% वित्तीय समानीकरणको 50-60% चाहिँ पुँजीगत खर्च गर्छ। तर पुँजीगत खर्च गर्दै गर्दा पनि कस्तो पुँजीगत खर्च गरेको छ, रिटर्न आछ कि आएको छैन, भ्यू टावर बनाएका खर्चहरू पनि पुँजीगत खर्चभित्र पर्छन्, कतिपय बाटाहरू बनाएका, अनावश्यक बाटा बनाएका अनि पुँजीगत खर्चभित्र पर्छन्, त्यसले रिटर्न दिएको छ कि छैन अर्को पाटो हो। तर तल्लो सरकारले पनि पुँजीगत खर्च गरेको स्थिति छ। यहाँ हेऱ्यो भने यो 80-81 मा धेरै जसो सरकारी खर्चहरू घटेको छ। हामीले अहिले जुन आर्थिक शिथिलताको कुरा गरिरहेछौँ, बिचमा विभिन्न किसिमको उतार चढाव कोभिड पछि आउँदै गर्दाखेरि यो कुल बजेट यो 80-81 मा सरकारको खर्च कन्ट्राक्सनमा गएकोले पनि यो आर्थिक शिथिलतालाई अलि प्रमोट गरेको, अलि प्रोलङ गरेको स्थिति हो। अहिले पछि सुधार हुँदै आएको छ। अहिले रिभाइज एस्टिमेट हेर्दाखेरि यो वर्षको झन्डै कुल बजेट 19% खर्च हुने भनेको छ रिभाइज संशोधित अनुमान। तर यति चाहिँ हुँदैन, अलिकति कम चाहिँ हुन्छ। अहिले अघि भने जस्तै 16 कति छ एउटा हैन, झन् 16 खर्ब समथिङको बजेट अहिले रिभाइज गरेको छ। त्यति पनि नहुन सक्ने सम्भावना चाहिँ छ। र नेक्स्ट इयरको जुन छ, अघि निलजीले भन्दै हुनुहुन्थ्यो ग्रोथ रेट चाहिँ ठिकै छन्। जस्तै 18% को ग्रोथ छ, यो रिभाइज चाहिँ अलिक कम भएछ भने 20-22% पुग्ला। त्यो त्यति ठुलो एम्बिसियस खालको चाहिँ होइन। पुँजीगत चाहिँ अलि बढाएको छ, यो रिभाइज चाहिँ 53%ले र नेक्स्ट इयर चाहिँ 38%ले। यो अलि एम्बिसियस 407 अर्ब छुट्याएको छ। त्यति अहिलेको प्याटर्न हेर्दाखेरि त्यति खर्च हुने जस्तो देखिन्छ। जस्तै गएको वर्ष हेऱ्यो भने यहाँ अङ्क हेर्नुभयो भने थोरै मात्रै, मैले अलि राम्रोसँग यहाँ देख्न सकिनँ, अङ्क कमै छ। अनि कुल ग्राहस्थ उत्पादनसँग हेऱ्यो भने अब हाम्रो कुल खर्च आउने वर्ष 28.8% पुग्ने देखिन्छ। यो अलि हाम्रो बजेट साइज कुल ग्राहस्थ उत्पादनको तुलनामा अलिकति धेरै नै हो। र अझ यसमा ऋण भुक्तानीमा अलिक कम भएको छ नेक्स्ट इयर। नत्र भने गएको 3 वर्ष एकदमै छ, 95% सम्मको ग्रोथ छ ऋण भुक्तानीमा। अनि 80-81 49%, यो चालु वर्ष 31%ले ऋण भुक्तानी बढाएको छ। र त्यसपछि आउने वर्ष चाहिँ अलिक स्टेबलाइज भएको छ। गएको 3 वर्ष ऋण भुक्तानी पनि बढ्यो, अझै पनि ऋण भुक्तानीको हिस्सा चाहिँ ठुलै रहेको छ। र यो जिडिपीसँग हेर्दाखेरि 28.8%ले यो कुल बजेट छ। चालु खर्च 11.2 र ऋण भुक्तानी अझै पनि 4.4 छ। कुनै बेला भोल्युम ठुलो भए पनि रेसियोमा चाहिँ कमै थियो, 1.5 थियो भने अहिले अझै पनि 4.4 किसिमको छ। त्यो ग्रोथ त्यहाँ माथि चाहिँ ग्रोथ हो, यता चाहिँ रेसियोको हिसाबले डेटाहरू छन्। अनि अब हाम्रो खर्च गर्ने प्याटर्न हेऱ्यो भने यो वर्ष त पनि रिभाइज हो, त्योभन्दा अगाडिका 3 वर्ष हेऱ्यो भने पुँजीगत खर्चमा 61% मात्रै खर्च हुने गरेको छ। त्यस्तो पुवर पर्फर्मेन्स छ। त्यसपछि बाह्य ऋण पनि ठुलै राखिन्छ। रियलाइजेसन जम्मा 48.7 50% भन्दा कम रियलाइजेसन भएको छ। अहिले पनि बाह्य ऋण राम्रै राखिएको छ, तर त्यो रियलाइज गर्न कतिको सक्छ त्यो हाम्रो क्यापासिटीमा पनि भर पर्छ। हामी कति प्रोजेक्टहरू एक्जिक्युट गर्छौँ, इम्प्लिमेन्ट गर्छौँ र रिइन्भर्स गर्छौँ भन्ने कुराले असर गर्छ। अनि राजस्वको सन्दर्भमा यो राजस्वले टोटल खर्चको अहिले 67% कभर गर्ने भनेको छ। 1315 अर्ब यो सङ्घीय सरकारको राजस्व हो। त्योभन्दा 1480 जति टोटलमा उठाउने भनेको छ। अनि राजस्व बाँडफाँड गरेपछि 1315 चाहिँ सङ्घीय सरकारलाई हुन्छ। ऋणबाट 18%, यो धमिल देखिने रहेछ उसमा। यो धेरै जसो अलिकति राजस्व, त्यसपछि ऋण। अनुदानको रकम घट्दै गएको छ। अहिले पनि अनुदान अलिकति बढिराखिएको छ, त्यति अनुदान आउँछ कि आउँदैन भन्ने हो। अब यहाँ अहिलेको हेर्दाखेरि टोटलमा 1480
राष्ट्र उठाउने भनिएको छ। त्यो भनेको 1200 अलिकति रिभाइजको 1267 छ। त्यो ग्रोथ चाहिँ 16.08% हुन्छ। झट्टै हेर्दा त्यति बढी त होइन, तर अहिलेको रिभाइज एस्टिमेट 17.1%ले भनेको छ। त्यो रिभाइज एस्टिमेट कम भयो भने यो अहिलेको नेक्स्ट इयरको प्रोजेक्सन चाहिँ प्रक्षेपण चाहिँ लक्ष्य चाहिँ अलिक बढी हुन पुग्छ। र अनुदान 53%ले भनिएको छ कतिको आउँछ। र राष्ट्र बाँडफाँड 18.3ले धन्ने 165 अर्ब राष्ट्र बाँडफाँड गर्छु भनेको छ। र राष्ट्र बाँडफाँड गरिसकेपछि सङ्घीय सरकारलाई 1315 मात्रै आउँछ। बजेट घाटा ठिकैको स्थितिमा राखेको छ। जिडिपीसँग अनुपात गऱ्यो भने कुनै बेला 79-80मा 5.8 पुगेको थियो भने अहिले आउने वर्ष पनि 3.2 एकदम म्याक्रो इकोनोमिक स्टेबिलिटीको लागि ठिकै हो। तर अहिले जुन आर्थिक शिथिलता छ भनिरहँदाखेरि हामीले यो बजेट घाटा अलिक बढी राख्न पनि सक्थ्यौँ होला यदि हामीले साइक्लिकल रूपमा हेऱ्यौँ भने एक वर्ष बढी राखेर अर्को वर्ष घटाएर कमसेकम 4-5 वर्षको एभरेज चाहिँ कम हुने गरी कुनै वर्ष आवश्यकता अनुसार बढाउने र फेरि घटाउने गरेर गर्न सकिन्थ्यो होला। तर यो अहिले कमै राख्दाखेरि जुन फिस्कल स्टिमुलस हुनुपर्ने त्यो स्टिमुलस चाहिँ त्यति नपुगे हो कि भन्ने छ। अनि हाम्रो राष्ट्र बचत यति कम छ कि 79-80मा वित्तीय हस्तान्तरण पनि ऋण लिएर गरेका छौँ। राष्ट्र बचत राष्ट्र माइनस चालु खर्च र वित्तीय हस्तान्तरण हेर्दाखेरि 79-80मा 101 अर्ब नेगेटिभ छ। त्यति भनेको 101 अर्ब ऋण लिएर हामीले वित्तीय हस्तान्तरण गरेका छौँ अथवा चालु खर्च गरेका छौँ। अहिले पछिल्लो समय कमसेकम पोजिटिभ छ। नेक्स्ट इयर 134 अर्ब पोजिटिभ रहने भनेको छ। यसको मतलब 134 अर्ब मात्रै हामीले सङ्घीय सरकारले पुँजीगत लगानीको लागि राष्ट्र बचत गर्न सक्छ। अरू बाँकी सबै ऋणबाट गर्नुपर्ने स्थिति। हाम्रो त्यस कारणले विकास जुन पुँजीगत खर्च हो त्यो अधिकांश ऋणबाट गर्नुपर्ने स्थिति। त्यस कारणले पुँजीगत खर्च हामीले राइट ठाउँमा रिटर्न दिने गरी गरेनौँ भने हामी भोलि डेट ट्र्यापमा पर्ने स्थिति चाहिँ छ। अनि ऋण परिचालनको स्थिति हेर्दा म्यानेजै गरेका छ। यहाँ तल पनि छ पुँजीगत खर्चभन्दा कुनै वर्ष हाम्रो ऋण परिचालन बढी पनि भएको छ। जस्तै 78-79मा पुँजीगत खर्च 216 छ, हामीले ऋण परिचालन 286 गऱ्यौँ। भनेपछि पुँजीगत ऋण परिचालन गरेर अन्य खर्च गरेको स्थिति छ। गएको वर्ष 400 आउने वर्ष 407 भनेको छ। हामीले खुद ऋण परिचालन 293 गरेका छौँ। कतिपय अवस्थामा हामीले ग्रसमा पनि हेर्ने गर्छौँ। ग्रसमा हेरेर मात्रै पुग्दैन। अहिले जस्तै यो आन्तरिक ऋण 362 भनेको छ, तर तिर्छ पनि तिर्दाखेरि झन्डै 250 तिर्छ। 250 तिर्ने हुनाले खुदमा चाहिँ 111 अर्ब मात्रै आन्तरिक ऋण उठाउने हो। त्यतिले मात्रै क्राउडिङ आउट हुने हो। त्यो 111 अर्ब भने केही पनि होइन। अहिले ब्याङ्किङ प्रणालीमा झन्डै 4-5 खर्बकै सरप्लस अधिक तरलता रहेको स्थितिमा यो एकदम थोरै नै उठाएको धेरै उठाउन सक्ने स्पेस चाहिँ थियो यदि सही ठाउँमा प्रयोग गर्ने गरी उठाउन सकेको भए। त्यसले गर्दा खुद आन्तरिक ऋण जिडिपीको जम्मा 1.6% छ। कुनै बेला 3.7सम्म पुगेको थियो। त्यस कारणले एकदम कन्जर्भेटिभ बजेटै भन्नुपर्छ। यो पोइन्टबाट हेर्दाखेरि त्यति एक्सपान्सनरी बजेट चाहिँ होइन। अहिले आर्थिक शिथिलताको लागि अलिकति एक्सपान्सनरी बजेट चाहिने थियो होला। तर त्यो किसिमको नभएर बजेट चाहिँ स्टिल अङ्कको आधारमा हेर्ने हो भने कन्जर्भेटिभ नै छ। एकदम कन्ट्रोल म्यानेज गरेर ल्याउन खोजेको स्थिति छ। र अब ऋणको पर्सपेक्टिभबाट हेऱ्यो भने 80-81मा 42 पनि छ, 81-82मा 43 र आउने वर्षको हामी प्रोजेक्टेड जिडिपी जुन 6% को ग्रोथ 5.5% को इन्फ्लेसन भनेको छ त्यसका आधारमा हेर्दाखेरि नेक्स्ट इयरको डेट टु जिडिपी रेसियो पनि 43% हुन्छ भने कमसेकम डेट टु जिडिपी रेसियो स्टेबल छ। यसले पनि के देखाउँछ एक्सपान्सनरी त्यति जान सकेका छैन। डेट टु जिडिपी रेसियो किसिमले मेन्टेन गरेकै स्थितिमा छ। र नेक्स्ट इयर अब हाम्रो ऋण चाहिँ झन्डै 29 खर्ब पुग्छ। ऋण चाहिँ बढ्छ, ऋणको भोल्युम चाहिँ बढ्छ, 111ले आन्तरिक बढ्छ र अर्को चाहिँ बाह्य पनि हाम्रो बाह्य ऋण चाहिँ झन्डै 181ले बढ्छ। त त्यति नआउन सक्छ। नर्मल्ली हामीले जति भन्छौँ त्यति नआएर गएको यो चालु वर्ष 114, त्योभन्दा गएको वर्ष 78 अर्ब मात्रै आएको छ। नेक्स्ट इयरलाई 181 झन्डै 182 भनेका छौँ। त्यति नआउन सक्छ। तापनि जुन ढङ्गले भनेकै जति आएछ भने पनि डेट टु जिडिपी रेसियोमा धेरै फरक आउने देखिँदैन। यदि हुन त फेरि हाम्रो जिडिपी भोलि बढेन भने त छुट्टै कुरो हो, तर प्रोजेक्टेड जिडिपी भयो भने त्यही धेरै फरक हुँदैन भन्ने हो। मैले यति नै केही रसमा मैले केही राखेँ। केही थप छलफलहरू प्यानल डिस्कसनमा गरौँला। केही क्वेसनहरू आयो भने थप क्लियरिफाई गरौँला। हस्, धन्यवाद।